अङ्कल साथीहरू यहाँ हेर्नु त गाडीले चढ्दै चढेन हाम्रो यहाँ बाटो चाहिँ यस्तो छ यो बाटो पनि देखाइदिन्छु म त यस्तो बाटो छ गाडी नचढेर यस्तो तनाव होइन अङ्कल माथि चाहिँ चढेन यो यस्तो बेजोग छ यहाँ हाम्रो स्कुलको बाटोले गर्दा गाडी नै आधा घन्टा भइसक्यो नि आधा घन्टा भयो साथीहरू यो गाडीमा जाने भनेको त साथीहरू मेरो हालत तलै भाँसिसक्यो कहाँ हुन्छ ढुङ्गा आज झन् गाडीमा जान पाइन्छ सोचेको गाडी नै चढ्दै चढेन यो पानीले गर्दा हो कि यस्तो भएको यो पानी कति परेको यो असार महिनामा छ्या होइन सर साथीहरू हेर्नु त अब स्कुटी पनि निकाल्यो आज त यहाँ अड्किने जस्तो छ हामी त के गर्नु हेर्नु साथीहरू के अरे गाडी त्यहाँ अड्किहाल्यो यहाँ लागि परेका छन् सरहरू होइन होइन त सर यहाँ कति राम्रो सिन छ अब के गर्नु गाडी नै नआएपछि यति अड्किनु परेछ साथीहरू हेर्न देख्न सक्नुहुन्छ हालत बेहाल छ पानी परेर यहाँ पानी परेर हिलो हिलो भएर गाडीले स्लिप खाएर गाडी नै चढ्दैन आज झन् खरै गाडीमा जानु पाइन्छ सोचेको साथीहरू आधा घन्टा भइसक्यो म्याक्सिमम् 1 घन्टा नै भइसक्यो म त पुरै साथीहरू बुझ्नु भयो नि तपाईँहरूले त्यही हो साथीहरू झन् अब गाडी चढ्छ कि चढ्दैन फेरि तपाईँले देखाउँछु म चाहिँ केही गर्नै सक्दैन सरहरू पछाडि झुन्डी ल माथि के अरे तान्न खोज्नुमा हुँदै भएन साथीहरू के गर्ने होला त नाप आज दिन ब्याड लाग्यो थियो त्यस्तै हो तल छ नि पानी छ तल तपाईँ पानीको चिन्ता नगर्नु पर्यो हाम्रो गाडीले माथि चल्नु अङ्कल के हो नि आज त के गर्ने अब नल्यायो भने सामान ल्याउनै पर्ने हुन्छ नि सामान नलाइने फेरि गाह्रै छ साथीहरू यसले पनि फेरि खान्छ नि खाना त त्यसले त स्वाटै दबेन भने दबे भने कामै छैन यो कहाँबाट ल्यायो फेरि ढुङ्गा हाम्रो
अस्ति नै त्यो बनाएको थियो नि यो चिज के अरे हजुर त्यहाँसम्म गएको चाहिँ छैन पानी अङ्कल पानी पर्न लागिसक्यो अङ्कल पछाडि चढेपछि गाडी चढ्छ अब ला म त सक्दैन होला हेर्नै साथीहरू गाडी अयो धन्नु लडिन म त पाउनु म दिन्छु के रे सर अगाडि म निस्किनु पर्ने ओहो बाटोले बिजोग गराइदियो नापेर लानुपर्छ भनेर बाटै दियो होइन यो यसलाई फाट्नुपर्छ अब यो भित्र साइडलाई साबेलमा एक साबेल हानु चिप्लो जति हटाउँदा साथीहरू हेर्नु त यहाँ गाडी चढे छैन उहाँले स्कुटी ल्याउनलाई हतार भयो कि हेर्नु साथीहरू देख्नुभयो नि गाडी उहाँ छ बाटो हिलो भएर साथीहरू अब 1 घन्टा नै भयो ठ्याक्कै 1 घन्टा भयो गाडी नचढेको अनि त्यही हो साथीहरू गाह्रो गरायो पानीले गर्दा बाटोले गर्दा मेन भनेको बाटो हो किन यहाँ हेर गाडी चढेको छैन तिमीहरूले चिन्ता लागेको छैन भन त भाइ लागेको छैन लागेको छैन भन त लागेको छ है तिमीलाई लागेको छ साइकल त जान्छ अनि ऊ त गाडी नै आएन तिमी साइकल चलाउँछौ ल माझौ त माझौ तिमीहरूले गाडी नचढाएर देखेको हो हेलो भन्देऊ नि त हेलो भन साथीहरू गाडी नै चले छैन हेलो भन त हेर्नु नि साथीहरू ला के गर्ने होला बहुत टेन्सन भयो कि अब चाहिँ हामीलाई किनभने गाडी नै चढेकै छैन कि आमामा त्यस्तो हिलो छ साथीहरू यहाँ देख्नुभयो अनि के अरे एकदम पानी परे भयो त्यसमा चाहिँ अझ हिलो अनि त्यसपछि यहाँनिर गाडी हल्का उकालो छ त्यसपछि माथि स्लिप खायो तल फाँस्यो कि साथीहरू देख्नुभयो नि होइन अब म देखाउँछु है गाडी अङ्कल ल्याउनु भएको स्वयंको ल्यायो भने खाउँछु हो कि साथीहरू भनेको अब गाडी अङ्कल ल्याउनु आउनुभयो म देखाउँछु है साथीहरू लखेर्नु है ल अङ्कल लानु साथीहरू अझै पनि गाडी चढ्न सकिरहेको छैन तनाव भयो त यहाँ भयो त्यहाँ फेरि भयो होइन अझै पनि चढेन है
मैले के गर्न सक्छु त साथीहरू भनिदिनु त यो मोटो ज्यान मात्रै हो पावर छैन झारेर सिद्धिसक्यो झारेर सिद्धियो खाली अङ्कल यो हिलो हिलो भयो धेरै हिलो छ कि गाडी नचढेर यहाँसम्म गइसक्यो कच्ची बाटो हो क्या कच्ची बाटो यहाँसम्म गयो गयो त्यहाँ आएन परेख गाडी छ यहाँ बिर्सिएको गाडी तपाईँले फुटा यहाँ भनेको धेरै राम्रो होइन यो गाडी हामीलाई लेबर बनाएको फोटो खिचेको छ तपाईँले तपाईँ पनि त्यसै म पनि त्यही त हो दाइ होइन अङ्कल ल साथीहरू गाडी नचढेर यहाँ हामी यस्तै गर्दैछौँ नि यही गर्ने यहीँबाट गरेको पैसा भेटेको थिएँ मलाई 1 रुपियाँ 2 रुपियाँ भेटाएको पैसा छिटो खाँदैछ अब यसले काट्नु है खुट्टा बनाऊ अङ्कल हँसिया छैन त ल तपाईँको कोरालोले त्यो के देखेँ बाटो अङ्कल बाटो त अहिले जल्दी हेर्छ त्यो बेलामा पेलेर लानुपर्छ कोदालोले बाटो खनेर हामी गाडी निकाल्दैछौँ हेर्दै जानु होला गाडी उल्किन्छ चढ्छ कि नै उल्किन्छ अरे होइन स्पिडै आलु म फ्रार भागिदिन्छु साथीहरू गाह्रो छ भगवान परमेश्वर प्लिज फाइनली चढे साथीहरू हाँसौँ अब ल साथीहरू अब चढ्यो होइन अब हातखुट्टा धुने अब हामी घर जाने तपाईँहरू चाहिँ अब फुल भिडियो चाहिँ युट्युबमा गएर हेर्नु होला भन्न चाहन्छु यो घाँसले गर्दा पनि बाटो कस्तो यहाँ हेर्नु साथीहरू तपाईँको अघि यहाँनिर पेलिएको थियो अहिले यो बाटो पेलिएर यतातिर गयो के रे अङ्कल छ्या हेर्नु न यस्तो हालत भएको साथीहरू हेर्नु त यी साथीहरू यस्तो बाटो छ हेर्नु यस्तो हिलो यो गाडी नचढेर हामीले चाहिँ अहिले चाहिँ फाइनल्ली माथि चढायौँ किनभने मैले खनेर दिदीले खनेर गएको हो कि भनिदेऊ त हो है ल भनिदेऊ त हो है हो ताली बजाऊ वा ल दिदीले मैले खनेर गएको काम सक्सेसफुल भयो फाइनली साथीहरू न 4 बजे चढाउनु लाग्यो गाडी 5 साढे 5 हुन लाग्यो होला मेबी सायद यत्रो बेर लाग्यो